नमस्कार, टीवी टुडे में अपने संपूर्ण गोटे के स्वागत है। हम चांदनी अखन हम सब जनकपुर महानगर पालिका में उपस्थित छी, जना कि हमरा सबके जानकारी अखन पड़ल अजय खेलकूद मंत्री आबि क रामजानकी बहुउद्देश्य रंगशाला के अनुगमन क जे छथिन से अखन जनकपुर महानगर पालिका में एलखिन। तो एठाम जे छथिन से मंत्री जी आयल छथिन, हुनका सब संगे हम सब बातचीत करबन जे विभिन्न तह के जे छै से सरकार अथवा संघ के होई, प्रदेश के होई, जाके ओहिठाम अनुगमन करे छथिन, लेकिन उ अनुगमन तक मात्र सीमित रह जाय छै। लेकिन अखन तक ल तेहन कोनो प्रकार के जते आश्वासन देल गेल छै ओहि प्रकार से अखन तक ल रामजानकी बहुउद्देश्य रंगशाला में किछ नहीं परिणत देखलियन। अखन जे छै से स्थानीय सरकार के पहल में देखने छलियन, जना जे किछ किछ जे छै से ओहिठाम सामग्री सब लागल गेल छै अथवा घेराओल गेल छै, उ सब जे छै से स्थानीय सरकार के पहल में देखलियन। तो ओहिठाम अखन युवा सब जाके खेले छथिन, लेकिन रामजानकी बहुउद्देश्य रंगशाला के जखनी कोनो नेता अगर आबि के आश्वासन दै छै तो युवा सब एकदम जे छै से खुशी भ जाइ छथिन जे वास्तव में आब रामजानकी बहुउद्देश्य अंतर्राष्ट्रीय रंगशाला जे छै से ओहिठाम बनतै, खिलाड़ी सब जे छै आबि के विभिन्न ठाम के एठाम खेलतै। लेकिन उ जखन जे फेर 2 महीना 4 महीना बीतला के बाद भी युवा सबके जे छै खिलाड़ी सबके मनोबल जे छै से फेर ऑटोमेटिक घट जाइ छै। लेकिन वही के लेल हम सब जे छै से एठाम बुझब जे हुनका सबके अनुगमन केलखिन त कहिया तक जे छै से ई जे शिलान्यास हैत, कहिया से शुरू हैत, आ कतेक टाइम लगते कि मात्र खाली अनुगमन क चल जेथिन, फिर उ बात ओते जाके सेरा जेते, मात्र खाली एक आश्वासन देलखिन ओतबे तक रह जेते कि हुनका वास्तव में उ करथिन तो कत जाके अड़चन छै। एहि विषय में हम सब जे छै से हुनका संगे बातचीत कर जा रहल छी। तेना हमरा सबके देसी अपन मंत्री जी आयल छलखिन जे रामजानकी बहुउद्देश्य रंगशाला के जे छै से अनुगमन के लिए, तो हम सब उनका से बातचीत करब, वो सब अनुगमन के लिए कितना कहा जाता है और संस तैयार फरिसे से शुरू में पे हम सब बस बातचीत करब, उनका स्वागत करें। वो सब वही स्वागत सीधे धन्यवाद अनुगमन गर्नुभयो होइन। अब सबैभन्दा ठुलो फेसिलिटी फोक्नु पऱ्यो भने त्यो भए त फेरि नै गुनासो छ व्यक्तिमा इच्छुक पनि भएर चाहिँ कोही ठाउँमा खेल्ने ठाउँमा पाएर चाहिँ मान्छे खेल हेर्नबाट चाहिँ वञ्चित भएको छ। सबैभन्दा अहिले चाहिँ what is it that playing illness of तर के अनुगमन गर्नुभयो उता अलिकति चाहिँ अवसर बस सबभन्दा पहिले तपाईँलाई धन्यवाद दिन्छु। मैले आजै काठमाडौँबाट पस्कोबाट मधेसको सबभन्दा ठुलो र पुरानो रंगशाला नारायणी रंगशाला एथनोमस गरे। त्यहाँ गरिसकेपछि सिमरा रंगशाला पनि फेरे र हाम्रो टार्गेट सबभन्दा पहिले नारायण रंगशाला र त्यसपछि दोस्रो टार्गेट बदलमा छ रामजानकी बहुउद्देश्य रंगशाला र एउटा राजको राजा। मेरो कार्यकालमा अथवा हाम्रो मन्त्रीज्यूको कार्यकालमा हामीले विश्वास छ कि यो 3टा रंगशालाको हामी निकट भविष्यमा एकदम धेरै दिन जानु परेन, हामीले निकट भविष्यमा यसलाई शिलान्यास गरेर कसरी अगाडि बढाउने म व्यापक रूपमा कोसिस गरिरहेको छु। मधेसका युवाहरू अहिले सरस्वती अस्ति हामी डाटा निकालेको छु, 7औं के अरे अस्ति सान गेमको, त्यसपछि एसियन गेमको र अहिले ओलम्पिक गेमको मधेसबाट एकदम क्रिकेटमा केही गएको देखिन्छ, 1-2टा फुटबलमा स्लाइडली देखेको देखिन्छ र 1-2टा भलिबलमा नगण्य रूपमा त्यहाँ केन्द्रमा र अन्तर्राष्ट्रिय जगतमा पहिले देख्छौँ। त्यसकारण एकदम सबभन्दा उर्वरा भूमि जसलाई भन्छ नि मधेस हो खेलाडी उत्पादन गर्ने पहिले। अहिले हाम्रो रंगशालाको कारणले अहिले उत्पादन हुन सकेको थिएन। युवाहरू बाध्य भएर विदेश पलायन हुँदै खेल्न नपाएपछि अब खेलबाट युवाहरूलाई राष्ट्रिय गहना पनि बन्छ, शक्ति पनि बन्छ, तर हाम्रो मधेसमा युवाहरूले कुनै पनि सुविधा राम्रो छैन। त्यही सिलसिला मैले एउटा भिजिट गर्न आएको। दोस्रो भिजिट के छ कि क्रिकेटमा 10औं राष्ट्रिय गेम क्रिकेटमा हुँदैछ, त्यो भइसके 6 महिनापछि अथवा 5 महिनापछि मधेसलाई झन्डा राष्ट्रिय झन्डा मधेसले थाम्नुपर्छ कि अगाडो राष्ट्रिय के मधेस प्रदेशमा हुँदैछ। त्यसमा पनि 2टा मुख्य केन्द्र जनकपुर र नारायणी र अलिक केही हाम्रो राज रंगशाला राजविराज चौथ, यो 3टामा बढीभन्दा बढी गेम हुन्छ। त्यो सिलसिला पनि अहिलेदेखि नै अति प्रदा तयारी गर्ने सिलसिलामा मेयर साहबलाई मन्त्रीज्यूलाई आफैले 2-3चोटि फोन गरेर मुख्यमन्त्रीज्यूलाई बारम्बार धकाएर अब नजिक आइपुगा छ। हामीलाई विश्वास छ चाँडोबाट चाँडो सम्झौता हुन सक्छ र
जानकी बहुउद्देश्य रङ्गशाला र नयाँ निर्वाचनको हामी इमिडिएटली केही दिनमा अथवा केही महिनापछि हाम्रो यो अगाडि सुरुवात मन्त्रीजी अलिकति म हजुरसँग जानकारी गरेँ किनकि हरेक चाहिँ अब फल चाहिँ हान्ने होस् केन्द्रको होस् अथवा प्रदेशको होस् उता गएर चाहिँ आश्वासन दिइन्छ युवाहरूले अलिकता ती टाइममा चाहिँ तपाईँको सायद हुन्छ तर बिस्तारै गएर चाहिँ उहाँहरू मनोबल शरीर कमजोर रहेको देखिन्छ पनि क्षमा त्यसपछि चाहिँ कसरी मान्छे विश्वास गर्छन् तपाईँमा त्यो पेसा छिट्टैमा अब चाहिँ यहाँले चाहनुहुन्छ के प्रकार पक्कै पनि तपाईँले जे कुरा गर्नु भएको छ अहिले युवाहरू धेरै सरकार चेन्ज भएको हुनाले विश्वास अलिकति कम भएको पक्कै पनि हो तर यो सरकार तुरन्तै चेन्ज हुँदैन ढुक्क कम्ती हाम्रो कार्यकाल 2 वर्षको छ त्यसपछि हाम्रै साथीहरू अर्को मन्त्री बन्छ त्यसको पनि 3.5 वर्ष छ त्यही कारणले हामी 3.5 वर्ष हाम्रो यो सरकार हुन्छ 3.5मा यहाँको जनतालाई मधेसको जनतालाई नेपालको जनतालाई हरेक सुख सुविधा दिन हामी तयार भइसकेका छौँ बरु आफू नखाए पनि जनतालाई खेलाएर हामी अगाडि बढ्छौँ भने तपाईँले विश्वास दियो तपाईँले धेरै दिन पर्खनु परेन तपाईँले यही 81 सालबाटै नै यो रङ्गशाला हाम्रो प्रतिबद्धता सुरु गर्न चाहन्छु 81 साल यही भित्रैमा उहाँहरू कति चाँडो तयारी गर्नु डिपिया त्यसपछि नयाँ रङ्गशाला त मैले ट्राई गर्छु कि दसैँ अगाडि नै नयाँ रङ्गशाला दसैँ अगाडि नै भिजिट गराएर डोनरलाई जसले बनाउन खोज्दैछ त्यसलाई अगाडि नै म ट्राई गर्छु कति सम्भव त कोसिस गर्ने हो एकदम निकै नै अगाडि बढिरहेको छु अहिले यस्तो अब मधेस प्रदेश पुरा धार्मिक चाहिँ जनकपुर ठाउँबाट अब त्यस्तो नै खेल्ने ठाउँ छैन होइन अलिकता मनमा के आउँछ भने हाम्रो युवाहरूको वास्तवमा कतै न कतै गएर चाहिँ हामीसँग विभेद भइरहेछ कि वास्तवमा विभेद भइरहेछ कि मधेस बाहिरको अहिले पनि त्यस्तो विभेदता हाम्रो मनमा पक्कै पनि तपाईँहरू जुन सोच्नु भएको छ त्यो विभेद त छैन र हाम्रो आफ्नै कमी कमजोरीले हाम्रै मधेसकै कमी कमजोरीले भौतिक खेलकुदको भौतिक पूर्वाधार यहाँ खेलकुदमा भौतिक पूर्वाधार मधेसका स्थानीय तह अनि प्रदेश पनि सङ्घको मान्छेहरू पनि मधेस प्रदेशमा अलिकति कम ध्यान दिएको छ होइन तिनै ठाउँबाट मलाई तिनै ठाउँ भने जस्तै यसै पालिको केन्द्रीय सरकारबाट मधेस प्रदेशमा सबभन्दा ठुलो रङ्गशाला नयाँ रङ्गशाला त्यसपछि हाम्रो रामजानकी बहुउद्देश्य रङ्गशाला र राजा कुनै पनि 1 रुपियाँ बजेट छैन नभएपछि कमजोरी भर्ती भएन नम्बर 1 है अब केन्द्रीय सरकारको हो त्यत्रो भौतिक के अरे ठुलो ठुलो सम्झौता छ एग्रिमेन्ट छ पैसा 1 रुपियाँ नल चाहिँ कमजोरी त मैले स्वीकार्ने होइन मेरै कमजोरी भन्नुभयो अरूलाई दोष दिनुभन्दा त्यसै कारण अहिले मेयर साहब छ मन्त्रीजीहरूले भिडिरहेको छौँ कोसिस गरिरहेको छौँ हामीलाई तपाईँ ढुक्क हुनुहोस् यो मध्य प्रदेश अगाडि खेलकुद हुन्छ है त्यसको लागि भौतिक पूर्वाधार अहिलेदेखि सुरु हुन्छ यसै पालिदेखि सुरु हुन्छ भने विश्वास गर्न छैन कामै सुरु हुन्छ ढुक्क हुनुहोस् नारायणी त मैले कामै सुरु गर्ने कोसिसमा छु उहाँहरूको सम्झौता कति चाँडो हुन्छ उहाँहरूको राम जानकी कति चाँडो सुरुवात हुन्छ जानकीको होइन त्यसमा डिपेन्ड राम जानकीको बहुउद्देश्य कति चाँडो गर्नु उहाँको डिपेन्ड गर्ने धन्यवाद अपने सबके तरफ से की केहन पहल भर रहल छै मंत्री जी अहिले हामी मध्य प्रदेशको विशेष गरी तपाईको संहिता आइसके पछाडि हामीसँग खेलकुदको नै थिएन खेलकुद नबनाएको कारणले गर्दाखेरि मध्य प्रदेशमा खेल जगत अलि धेरै पछाडि नै पर्न गएको स्थिति छ त्यसलाई मध्यनजर राख्दै सबभन्दा पहिला हामी भादौ महिनाभित्रमा खेलकुदको जारी गराउँदैछौँ र यो एउटा मध्य प्रदेशकै लागि त्यसले एउटा माइलस्टोनको काम गर्नेछ त्यसले एउटा धेरैवटा बाटो खोलिदिनेछ हामीसँग खेलकुद परिषद खेलकुद विकास समितिहरू हुन्छन् र जिल्लामा खेलकुदको एउटा वातावरण बन्ने कुरामा हामी लागिरहेका छौँ म पनि मन्त्री भएको धेरै समय भएको छैन तर आउनासाथ त्यो खेलकुदको जारी गराउने हिसाबमा हामी लागेका छौँ समितिमा छ र हामी हाउसमा टेबल भइसकेको अवस्थामा चाँडै हामी ल्याउँदैछौँ त्यो एउटा तपाईँले जानकारी गराउन चाहे म अर्को विशेष त सङ्घ सरकारको मातहतमा रहेका केही खेल कुदसँग सम्बन्धित हाम्रो संरचनाहरू विशेष गरी नयाँ रङ्गशाला यहाँको रामजानकी बहुउद्देश्यीय रङ्गशाला लगायतका रङ्गशालाहरू निर्माणको काममा प्रदेश सरकारबाट गरिने किसिमको पहल किनभने सङ्घसँग सम्बन्धित भएकोले गर्दाखेरि हामीले बजेट छुट्याइदिन मिल्दैन उहाँहरूको परमिसन उहाँहरूसँगको सम्झौता अथवा उहाँहरूलाई अलिकति पहल गरिदिने काम सहजीकरण गर्ने काम हुनुपर्छ र त्यसमा निरन्तर सङ्घीय खेलकुद मन्त्रीज्यूसँग मेरो 2-3 पटक बैठकै भइसक्यो हामी छिटोभन्दा छिटो काम स्टार्ट गरौँ भनेर लागेका छौँ यसको 2-3 वटा बाटाहरू छन् एउटा त सङ्घ सरकारले
इनिसिएसन लिने र यही आर्थिक वर्षमा जसरी पनि निर्माण कार्य सुरु हुनुपर्छ भन्ने मान्यताको साथ हामी पहलमा लागेका छौँ। उहाँहरू निर्माण कार्य सुरु गर्ने पहिलो एउटा दायित्व छ, त्यसको लागि हामीले प्रदेशबाट गर्नुपर्ने कुरा हामी गर्छौँ। अर्को कुरा, यी खेलकुद मैदानहरू प्रदेशलाई हस्तान्तरण गर्ने र प्रदेश सरकारले आफूसँग भएको बजेटहरू लगाएर काम निर्माण कार्य सुरु गर्ने हामी त्यसैको लागि पनि तयार छौँ। किनभने भारतीय प्रधानमन्त्रीज्यूको जनकपुर भ्रमण हुँदाखेरि रामजानकी रङशालाको लागि 100 करोडको अनुदानको घोषणा जुन गर्नुभएको थियो उहाँले, त्यो यदि अहिले राष्ट्रिय खेलकुद परिषदको मातहतमा भएको यो रङशाला हामी आज पनि मन्त्रीसँग कुरा गऱ्यौँ, त्यो कि त हामीसँग एउटा सम्झौता गरेर त्यहाँ हामीलाई काम गर्ने जिम्मेवारी नै सङ्घ सरकारले तोकिदियो भने पनि यो रङशालाको निर्माण कार्य हामी चाँडै सुरु गर्छौँ। किनभने डिपिआरसँग सम्बन्धित केही कामहरू प्रदेश सरकारले अगाडि बढाइसकेको छ। तसर्थ हामी यो 3वटा 2वटा ठुला रङशाला मात्रै होइन, 8वटा जिल्लामा खेलकुदका विभिन्न संरचनाहरू बन्नुपर्छ। प्रदेश सरकारले यसपटकको प्लानिङमा पनि केही खेलकुद मैदानहरूको लागि हामीले कार्यक्रमहरू राखेका छौँ र त्यो हामी अगाडि बढाउँछौँ। मन्त्री साहब, जस्तै हरेक ठाउँमा चाहिँ अब त्यो खेलकुद चाहिँ ठाउँ हुनुपर्ने एकदम अति आवश्यक छ, किनकि हरेक ठाउँको युवाहरूलाई चाहिँ खेल्ने इच्छा छ र हरेक ठाउँमा चाहिँ खेल चाहिँ स्वास्थ्यको लागि राम्रो पनि छ र हरेक कुरामा चाहिँ राम्रो टेवा पुर्याउँछ। तर चाहिँ हाम्रो मध्य प्रदेशको राजधानी जनकपुरमा एउटा खेल्ने रङशाला छैनन्, त्योमा पनि रामजानकी बौद्धिक रङशाला कति टाइमदेखि सबै मन्त्री अथवा स्थानीय हरेक सङ्घबाट पनि पहल आउँछ, हुन्छ, अनुगमनमा पनि सबैले जानुभयो, तर अहिलेसम्म त्यसमा चाहिँ चासो हेराउनु पर्यो। कुनै न कुनै ठाउँमा चाहिँ चासो चाहिँ हेरेर मात्रै अनुगमन गर्न जानुहुन्छ, त्यसपछि फेरि खै त्यो कुरा चाहिँ बिर्स्नुहुन्छ कि केमा कहाँ चाहिँ कमी भइरहेछ, यस्तो कुराहरू आइरहेछन्। यसपटकको अनुगमन अलिक फरक हिसाबको भइरहेको छ। हुन त पहिला नै बन्नु पर्थ्यो, यो एउटा ठुलो कमी रहेको नै छ तपाईँको स्थानीय तह, प्रदेश सरकार र सङ्घ सरकार तिनटैको। यसपटक हामी सङ्घको मन्त्री, प्रदेशको मन्त्री, इभन हामी यहाँ त मुख्यमन्त्री, हाम्रो भौतिक मन्त्री, स्थानीय तहको यहाँको नगरपालिकाको मेयर साहब लगायतको संयुक्त टोली हामी गएका छौँ र यो कार्यक्रम सुरुवात गर्नलाई, निर्माण कार्य सुरु गर्नलाई नै हामी यो स्टेजमा अहिले छौँ। तसर्थ हिजो जे क्षति भयो यहाँ के अरे खेलकुद मैदान नबनाएर त्यसलाई हामी चाँडोभन्दा चाँडो भरपाई गर्न चाहन्छौँ। तसर्थ हामीले जनकपुरमा त्यो मात्र होइन, त्यो रङशाला एउटा अन्तर्राष्ट्रिय स्तरको रङशालाको रूपमा बन्छ नै, अरू पनि रङशालाहरू, अरू पनि खेलकुदका मैदानहरू, किनभने गाउँ गाउँबाट खेल्ने वातावरण भएन भने राष्ट्रिय खेलाडी हामी उत्पादन गर्न सक्दैनौँ। तसर्थ तपाईँलाई म जानकारी गराउन चाहन्छु, तपाईँको टेलिभिजनको माध्यमबाट आग्रह गर्न चाहन्छु, प्रदेश सरकारले यही श्रावणको 24 गते एउटा सूचना निकालेको छ। हामी के भनेका छौँ भने हाम्रो प्रदेशभरिमा खेलकुदको स्थानहरू, चाहे त्यो कुस्ती खेल्ने अखाडा होस् अथवा फुटबल, क्रिकेट लगायतका ठुला मैदानहरू, जुनसुकै खेलको मैदान कहाँ कहाँ छन्, कुन अवस्थामा छन् भन्ने विवरण हामीले मागेका छौँ। त्यो विवरण खालि हामीले रिपोर्टको लागि मागेका छैनौँ। हामीले कुन ठाउँमा हामी र स्थानीय तह मिलेर काम गर्न सक्छौँ, कुन ठाउँमा हामी र सङ्घीय सरकार मिलेर काम गर्न सक्छौँ र विभिन्न खेलकुद मैदानको संरक्षण, सम्वर्धन र विकासको लागि हामी केही विवरणहरू मागेका छौँ। उहाँहरूले पठाइसके पछाडि हामी त्यसमध्येबाट केही सिलेक्टेड रङशाला अथवा खेलकुद मैदान बनाउने कामलाई अगाडि बढाउँछौँ। कबड हल लगायतका खेलकुदका संरचनाहरू अधुरा धेरै छन् प्रदेशभरिमा, हामी त्यसका पनि विवरणहरू मागेका छौँ र चाँडै नै हामी त्यसलाई सम्पन्न गर्ने दिशातर्फ अब कतिपय कुरालाई स्थानीय तहलाई हामी जगाउँछौँ। तपाईँहरूको सानो छ, तपाईँहरू गरिदिनुहोस्, र केही कुरामा प्रदेश सरकारले इनिसिएसन लिनेछ, केहीमा सङ्घलाई हामी सँगसँग रिसोर्सहरू को माग गर्छौँ अथवा उहाँहरूलाई बनाउनुपर्छ भन्ने किसिमको कुरा गर्छौँ र प्रायःजसो योजनाहरू सम्पन्नतातर्फ लैजाने हामी काम गर्छौँ। यो हामी आफै मध्य प्रदेश भनेको खेलाडी भनेको खालि गहना मात्र होइनन्, गहना त लगाउने र कहीँ जाँदाखेरि लगाउने, पछि फुकालेर राखिदिने हुन्। त्यो भएर खेलाडी गहना मात्र होइनन्, देशका गौरव हुन् र मधेसका पनि गौरव हुन्। देश नेपाललाई चिनाउने मधेसका धेरै खेलाडीहरू अन्तर्राष्ट्रिय मेडलहरू जित्नुभएको छ र त्यो कुरालाई सम्मान गर्दै हामी खेलाडीहरूको सम्मान, खेलाडीहरूको विवरण सङ्कलनको काम पनि हामी गरिरहेका छौँ। श्रावणको 1 गतेको सूचनाबाट हामी त्यो गरेका छौँ र तपाईँलाई विश्वास दिलाउन चाहन्छु प्रदेश सरकार। मैले के सोध्न खोजेँ भने सरकार ढल्दाखेरि के वास्तवमा इफेक्ट पर्छ, जुन योजनाहरू ल्याएको हुन्छ, जुन कुराहरूमा चाहिँ अलिकता सरकार जुन हुन्छ त्यो उहाँको सरकार त्यति बेला चाहिँ त्यो कुराहरूलाई चाहिँ अलिक अगाडि बढायो भने त्यो सरकार ढल्दाखेरि वास्तवमा यो प्रभाव पर्छन् विकासमा पनि? अब यस्तो सरकार धेरै फेरबदल भइरह्यो भने विकास निर्माणमा प्रभाव पर्छ नै, त्यसमा कुनै उ छैन। तर रेड बुकमा आइसकेको योजनाहरू सञ्चालनको अवस्थामा जान्छन्। तोकिएको ठाउँमा जुन योजनाहरू छन् ती योजनाहरू जुनसुकै सरकार भए पनि त्यसलाई अगाडि बढाउँछ। हामी के कुरामा सजग छौँ भने चाँडोभन्दा चाँडो हामीसँग भएका प्लानहरू कार्यान्वयनमा लग्यौँ भने भोलि सरकार चेन्ज हुने अवस्था आएको बेलामा पनि त्यस्तो सम्भावना अहिले तत्काल त छैन, तर आएको
खण्डमा पनि ती योजनाहरू कन्टिन्यू रूपमा अगाडि बढ्छन्। हामी नीतिगत व्यवस्थापन र केही संरचना निर्माणको कार्यमा प्रदेश सरकारले विगतको सरकारको कमी कमजोरीलाई पनि अब सच्याउने र आफू सशक्त रूपमा अगाडि बढ्ने प्लानमा छौँ। हस्, धेरै धेरै धन्यवाद। तैना खेलकुद मन्त्री सँ बातचीत केनौँ, तैना बाल बालिका समाज कल्याण मन्त्री सँ बातचीत केनौँ जे प्रदेश के छलखिन। आश्वासन उ सब एतेक दै छथिन जेना लागै छै कि वास्तवमे हुनके कार्यकालमे जे छै से राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रङ्गशाला जे छै से वास्तवमे शुरू भऽ जेतै काम। लेकिन बहुत बेर आश्वासन सुनि चुकल छी हमहूँ सब। ई आश्वासन जे छै से खिलाड़ी जनकपुरवासी या कहल जाए तऽ मध्य प्रदेशवासी सब बहुत बेर सुनि चुकल अछि। लेकिन वास्तवमे देखू कि वास्तवमे ई देख कऽ गेलखिन अनुगमन तऽ ई कतेक जल्दी कार्यान्वयन हेतै, कतेक जल्दी जे छै से आब ओहिठाम काम शुरू हेतै। फेरसँ जे छै से युवा सबमे एकटा जोश देखलियनि कि वास्तवमे खेलकूद मन्त्री आबि कऽ ओहिठाम अनुगमन केलखिन। अचानक सबै मध्य प्रदेशके मात्रै नहि विभिन्न ठाममे जाकऽ जे छै सब अनुगमन केलखिन। लेकिन मध्य प्रदेशमे आबि कऽ अखन अनुगमन केलखिन तऽ फेर मनमे एकटा जे छै से मनोबल बढ़ि चुकलै युवा सबके। लेकिन आब देखै छी जे जेनाकि बाल बालिका समाज कल्याण मंत्री सेहो ओतबे आश्वासन देलखिन हैं आ ओतबे जे छै से मंत्रीजी आबि कऽ खेलकूद मंत्री। लेकिन आब देखै छी तऽ केना वास्तव में हुनका कार्यकाल में अथवा जे वास्तव में 2081 के नाम कहलखिन ताहिमे काज शुरू भऽ जेतै से तऽ आब देखऽवला बात छै। किएक तऽ बहुत बेर आश्वासन बहुत बेर जे छै से हरेक तह के सरकार आबि कऽ जे छै से विभिन्न पार्टी के कहल जाए तऽ विभिन्न पार्टी के जे छै से नेतृत्वकर्ता सब जे छथिन से ओहिठाम जाकऽ मंच पर भाषण कऽ कऽ बहुत आश्वासन दऽ देलखिन। लेकिन काम कहल जाए तऽ जीरो बमोजी। तऽ एहि बेर देखऽवला बात छै, देखिए अपने सब की होइ छै। बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला जे छै से बनै छै कि बस ओतबे अनुगमन तक रहि जाइ छै। अखन के लेल सहकर्मी संग हम चाँदनी विदा लेब। नमस्कार।